यो आँधी खोला सेती दोभानको फाँटमा मैले एकदमै राम्रो चाहिँ कृषि देखेँ र यो चाहिँ यो हाम्रो विकासे लसुन, यो लोकल लसुन, त्यसपछि यो गाजर, अनि यहाँ चाहिँ बकुल्लो, तपाईँको यो मटर कोसा एकदमै राम्रो निरोगी। त्यसपछि यता आलुहरू हैन, अनि गहुँ जौ यो ठाउँमा चाहिँ एकदमै राम्रो खेती हुने रहेछ। आज यसरी अब हिँड्दै गर्दाखेरि यो ठाउँमा आउँदा हामीले यो खेती देखियो र यस्तो खेतीहरू देख्दाखेरि अत्यन्तै आनन्द लाग्छ। हेर्न सक्नुहुन्छ यो लसुन पनि एकदमै राम्रो देखियो। यो पियाज चाहिँ कस्तो पियाज हो त भन्दाखेरि तपाईको गाना गाना लगाइदिएपछि यस्तो तरिकाले निस्कन्छ। यो भोटे लसुन भनिन्छ, एकदमै राम्रो। त्यो बकुल्लोमा थोरै लाई देखिएको छ, अरू चाहिँ अत्यन्तै सुन्दर। तर यो मटर कोसा हेर्दाखेरि चाहिँ एकदम लह लह लाग्दो, साह्रै राम्रो। सबैले यस्तै करसबारीहरू बनाउनु होला।